भोटेकोशी बाढीमा परि 1650 जना विद्यार्थी पढ्ने नुवाकोटको त्रिभुवन त्रिशुली माविमा धेरै विद्यार्थी सम्पर्कविहीन छन्। विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले आफूसँग 100 जना मात्रै विद्यार्थी रहेको बताएका छन्। उनी भन्छन्, कति विद्यार्थी हराए मलाई थाहा छैन। बुधबार बिहान अचानक बाढी आउँदा सबै विद्यार्थीहरू कक्षा कोठामा पढिरहेका थिए। बाढीको सूचना पाउनासाथ विद्यालयमा देखिएका विद्यार्थीलाई बाहिर निकाल्न थालिएको थियो। शिक्षक र कर्मचारीले विद्यार्थीहरूलाई सुरक्षित ठाउँतर्फ लैजान थाले, तर बाढी 81 बढेकाले सबै विद्यार्थीलाई सम्पर्कमा ल्याउन सम्भव भएन। विद्यालयमा अहिले जम्मा 100 जना विद्यार्थी मात्रै सम्पर्कमा रहेको दवाडीले बताएका छन्। बाँकी विद्यार्थी कहाँ छन् भन्ने कुरा यकिन हुन नसकेको उनले बताएका छन्। उनीहरू घरमै पुगेका छन् कि बाटोमै छन् भन्ने जानकारी समेत सबैसँग छैन। यही कारण अभिभावकमा झन ठूलो चिन्ता बढेको छ। बाढी बढ्दै गएपछि विद्यालय परिसर समेत डुबानमा परेको छ। केही बेर अघिसम्म विद्यार्थीको पढाइ र चहल पहल भइरहेको विद्यालय अहिले बाढीले तहस नहस बनाएको छ। त्रिशुली नदीको बहावले विद्यालय क्षेत्रलाई बगर जस्तै बनाइदिएको छ। प्रधानाध्यापक दवाडीका अनुसार आफू र 1 जना कर्मचारी विद्यालयबाट अन्तिममा बाहिरिएको उनले बताएका छन्। उनीसँग रहेका विद्यार्थीलाई सुरक्षित ठाउँमा लैजाने काम भइरहेको छ, तर बाँकी विद्यार्थीको अवस्था थाहा नहुँदा उनलाई पनि चिन्ता छ। त्यसो त विक्रम सम्वत 2000 सालमा स्थापना भएको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय नुवाकोटको पुरानो शैक्षिक धरोहर मध्ये एक हो। कुनै समय धादिङबाट समेत विद्यार्थीहरू पढ्न आउने यो विद्यालय अहिले आफै बाढीको चपेटामा परेको छ। अहिले विद्यालयसँग जोडिएको सबैभन्दा ठूलो चिन्ता भनेकै सम्पर्कमा नरहेका विद्यार्थीहरू हुन्। उनीहरू सुरक्षित छन् कि छैनन् भन्ने यकिन हुन नसक्दा अभिभावकहरू आफ्ना छोराछोरीको खबरको पर्खाइमा छन्। Extreme Energy Drink